म कार्यरत क्षेत्र सञ्चारकर्ममा नेपालभरिमा धेरै सञ्चारकर्मी र टेक्निसियन्सहरू कार्यरत हुनुहुन्छ जसले यो क्षेत्रलाई पेशा बनाउनु भएको छ। हामी सबैजनाको अथक मेहनत र प्रयासले नेपालको सञ्चार क्षेत्र चलायमान भइरहेको छ। तर दुर्भाग्यवश सञ्चार क्षेत्रलाई पेशा बनाउने अधिकांशको दुर्घटना, स्वास्थ्य, मातृत्व र बुढौली पश्चातको मामिलामा सुरक्षा अलिकति कम देखिएको छ। नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत हरेक क्षेत्रमा काम गर्ने व्यक्तिहरूको सामाजिक सुरक्षा चाहिँ फिक्स गरेको छ। यानि कि यदि कोही औपचारिक क्षेत्रमा काम गर्नुहुन्छ, अनौपचारिक क्षेत्रमा काम गर्नुहुन्छ, हामी सबैजनाको सामाजिक सुरक्षा हेरिएको छ, बुझिएको छ। सामाजिक सुरक्षा प्रत्येक व्यक्तिको मौलिक अधिकार हो र यो अधिकारलाई नेपालको संविधान र नेपालको कानुनले सुनिश्चितता प्रदान गरेको छ। त्यसैले सामाजिक सुरक्षाले प्रदान गरेको यति राम्रा अवसरहरू हामीले गुमाउनै हुँदैन। हामी सबैजनाले प्राप्त गर्ने स्वास्थ्य, दुर्घटना, मातृत्व, आश्रित परिवार सहयोग र पेन्सन लगायतका सबै सामाजिक सुरक्षाहरू चाहिँ यसले प्रदान गर्दछ, जोड्दछ। आउनुस् तपाईँ, म अनि हामी सबै मिलेर एउटा यस्तो भविष्यको निर्माण गरौँ जहाँ प्रत्येक व्यक्तिले सम्मानपूर्वक मूल्याङ्कित भएर जीवन अगाडि बढाउन सकोस्, सुरक्षित महसुस गरोस् र मर्यादित रूपमा आफ्नो जीवनयापन गर्दै आफ्नो जीवन जिउन सकोस्। आफू र आफ्नो परिवारको सुरक्षित भविष्यको लागि सामाजिक सुरक्षा कोषको कार्यक्रममा आबद्ध हौँ।